नमस्ते फ्यामिली, म सन्देश एक दुर्वेश छ नि। नमस्ते सन्देश दाइ। अब कतिले चिन्नुहुन्छ मलाई यहाँ होइन, कतिले चिन्नुहुन्न है। ठिकै छ, अब म कुराहरू मेरो कुरा पनि गर्छु, तपाईँहरूलाई पनि म कुनै क्वेसनहरू गर्छु होइन। तपाईँहरूलाई पनि अब रिकभरीमा आउनु भएको छ तपाईँहरू होइन। फर्स्ट अफ अल चाहिँ रिकभरी भने चाहिँ के हो यो एकजनाले चाहिँ भनिदिनु त मलाई। रिकभरी भने के हो र हामी यहाँ चाहिँ के कारणले आइपुग्यो भने त्यो चाहिँ एकचोटि मलाई बताइदिनु त एकजनाले। के हामी नसा गरेर आएको हो त यहाँ? ओ हामी नसा गरेर आएको होइन है। फर्स्ट अफ अल तपाईँहरूले कतिजना हुनुहुन्छ यहाँ फर्स्टमा आउँदाखेरि? म खाँदै खाँदिनँ, मैले खाएकै थिएन, कति खाँदैन, मैले कमाउँथेँ, आफै कमाउँथेँ, आफै रमाउँथेँ, मैले कसलाई दुःख दिएको र भन्ने कुराहरू आउँछ क्या। हामी त्यो नसा गरेर आएको मान्छे होइन क्या, हामी बानी व्यवहारले गर्दा आएको हो क्या। हाम्रो बानी व्यवहार कस्तो छ भन्नु त? कसैले चर्को आवाजले बोलिदियो भने पनि रिसाउने होइन, अलिकति झर्किदियो भने रिसाउने, एकछिन कन्ट्रोल गर्न नसक्ने। त्यो बानी त हामीले नसा खाएर आएको हो त होइन नि है, त्यो हामीलाई व्यवहारले आएको हो क्या। म मेरो मात्र प्रब्लम घरमा छ भन्दिनँ, यहाँ सबैको घरमा प्रब्लम छ क्या। एक हिसाब एक सबैजनाको क्या एक न एक प्रब्लम हुन्छ क्या। अनि हाम्रो चाहिँ एउटा दुर्व्यसनीको चाहिँ के छ भन्दा नि, एउटा न्यू के नसा सुरु गर्ने न्यू चाहिँ के छ भन्दा, मलाई फ्यामिलीले गरेन, मैले चाहेको कुराहरू गरेन मेरो परिवारले है। कसैको गर्लफ्रेन्डले छोड्छ अनि मैले नसा सुरु गरेँ है, एउटा न्यू के बहाना त हामी त्यसरी सुरु गरे हो नि त। मैले कति खाएँ? मैले 15 वर्ष खाएँ, 15, 16, 17, 18 वर्ष मेरो बित्यो एडिक्सनमा। तर मेरो एडिक्सनले मात्रै बित्यो भन्दिनँ क्या। म सानोमा हुँदा म अहिले पनि याद गर्छु त्यो कुरा होइन। चुरोट खाँदा क्या अरूले बाटोमा चुरोट खान्थ्यो है। अब कस्तो हुँदो रहेछ त त्यो चुरोट भन्ने चिज, क्युरियोसिटी क्या धेरै मलाई। राम्रो कुरामा चाहिँ होइन नि त, त्यो नराम्रो कुरा हो नि त चुरोट भनेको, क्युरियोसिटी बढाउनु त होइन र। अनि त्यस्तो हुन्थ्यो क्या मलाई है, चुरोट कस्तो चाहिँ हुँदो रहेछ भने क्या। अब तपाईँको हुन्छ नि बाटोमा कसैले आदि फाल्या हुन्छ नि ठुटो, त्यो ट्याप्प टिपेर तान्दिने क्या। अब कसै तान्न पनि नआउने गर्ने हो नि त। त्यो त मलाई क्युरियोसिटी त मेरो बानीले बनायो नि त। म आफै त तान्छु भनेर ताने होइन नि त। त्यो एटिट्युडहरू चाहिँ मेरो खस्किया थियो नि त त्यति बेला होइन र। त्यो समयले के सिकाउँछ भन्दाखेरि होइन, अहिले मलाई त्यो लास्टै याद आउँछ क्या त्यो कुरा। त्यहाँपछि मैले 4 क्लासदेखि चाहिँ रेगुलर खाइदिएँ कि चुरोट। म लगभग 12 वर्षको थिएँ कि, अहिले पनि याद छ मलाई होइन। अहिले म 32 पुगेँ, धेरै ठुलो पनि होइन म। यहाँ कतिजना हुनुहुन्छ मभन्दा ठुलो, कतिजना भाइहरू हुनुहुन्छ, कतिजना दाइहरू हुनुहुन्छ, कतिजना बुवा अङ्कलहरू हुनुहुन्छ। हामी सबैजना तर रोग त एउटै हो नि त हाम्रो होइन र। कसैले केबाट सुरु गरे, कसैले केबाट सुरु गरे, लास्टमा अन्त्यमा आउनु पऱ्यो कहाँ? यो अवस्थामा। कसले लिएर आइदिएको? आफैले लिएर आएको। यसमा चाहिँ कसैलाई दोष दिन मिल्दैन क्या। भन्छौँ हामीले परिवारले गर्दा खाएको होइन, त्यो परिवारले जबरजस्ती खाँदै हो र होइन नि, होइन र। ला खा भनेर पैसा दिएको हो त होइन नि। त्यो त बहानाले हामीले पैसा मागे हो कि परिवारलाई त, बहाना थियो कि एउटा हाम्रो बिग्रिने बहाना कि। अब यो बिग्रिने यो एटिट्युड एन्ड बिहेभियर कसरी सुधार्ने त भन्ने कुराहरू आउँछ क्या यसमा। ठिक छ, तपाईँहरू बस्नु होला, 1 वर्ष बस्नु होला, 2 वर्ष बस्नु होला, 3 वर्ष बस्नु होला। मैले पनि लिएको ट्रिटमेन्ट, नलिएको होइन। म पनि यही कार्पेटबाट आज यो ठाउँमा आइपुग्न यो संस्था यहाँको फेलो ब्रदर्सहरूको हात छ क्या। हो कि होइन भन्नु? मलाई यत्तिको सपोर्ट यो संस्थाले नगर्दा आम्मा म अहिले पनि रिल्याप्स हुने मान्छे हो। म डिस्चार्ज भएको लगभग 1 वर्ष भयो, 1.5 वर्ष भयो, 1 वर्ष हुन लाग्यो म डिस्चार्ज भएको। मैले कसरी यो गरेँ त? एउटा इगो क्या, खोक्रो इगो निकालेँ क्या मैले, नराम्रो कामको लागि चाहिँ होइन क्या। मुझे यसले खाइरहेछ त, खाँदैन त, तर मलाई चाहिँ यो कुरामा चाहिँ भन्ने कुरामा चाहिँ मलाई मनमा लाग्छ क्या। मलाई कसैले काउन्सिलिङ दिँदैन, म कोहीसँग काउन्सिलिङ लिन पनि जाँदिनँ, म कसैलाई गएर दिन पनि म आफूलाई काउन्सिलिङ दिन्छु क्या। तपाईँहरूले कसरी बसिरहनु भएको छ? आफूलाई मन मारेर त बसिरहनु भएको छ नि त। कसलाई बस्न मन छ अरे यार रियाबमा? कसलाई बस्न मन छ? कसलाई पनि हुँदैन क्या, कसम हुँदैन, कसलाई पनि हुँदैन।
तपाईँहरूले कतिले भन्नु होला म परिवारले माया गरेन त्यही भएर मलाई रिहाबमा ल्याएर राख्थ्यो। परिवारले माया नगर्ने भए आज यो ठाउँमा के अरे राखिदिन्थ्यो तपाईँहरूलाई, नालीमा छोडिदिन्थ्यो भने कसम। नानीमा छोडेर जेसुकै गरोस्, मेरो यो बाउ होइन, मेरो छोरा होइन, मेरो कोही पनि होइन भनिदिन्थ्यो होला क्या। तपाईँहरू 3 महिना बस्नुहुन्छ, 6 महिना बस्नुहुन्छ, 1 वर्ष बस्नुहुन्छ। तपाईँ 1 वर्ष बस्नुहुन्छ, तपाईँको आयु डबल हुन्छ क्या। तपाईँहरूलाई बचाउन खोजे हो नि त परिवारले त, होइन र? त्यही परिवारलाई आज तपाईँहरू कोस्नुहुन्छ क्या। त्यो मलाई दुःख लाग्छ कि यो कुराहरू, किनकि मैले पनि फिल गरेर ठाउँ हो क्या त्यो। मैले कति कोस्दै आम्मा ढिना हुँदैन, दिमाग आउट यार। यस्तो होल्डिङमा बसेको मान्छे हो क्या म यो ठाउँमा। मसँग ट्रिटमेन्ट लिएको मान्छे ऊ दाइ हुनुहुन्थ्यो म हुँदाखेरि है, ट्रिटमेन्ट ऊ थियो, यो रिल्याक्स भएर आएछ, यो थियो आफ्नो मात्रै दाइ। अनि ऊ त्यो थियो रिल्याक्स भएको, उयो रिल्याक्स भयो नि त। केले गर्यो त रिल्याक्स यिनीहरूलाई? होल्डिङ र इगोले गर्यो क्या। होल्डिङ र इगो भने चाहिँ यस्तो खत्तम चिज हो नि है। त्यो मान्छेले के अरे इगोले मान्छेलाई माथि पनि पुऱ्याउँछ, तल खसाल्न पनि टाइम लाग्दैन नि फेरि आफ्नो खोक्रो इगोले। हामी सबजना यहाँ इगो भामा मान्छे हो क्या। तपाईँलाई एकजना पोस्टहरूले टेकाइदियोस् त त्यत्तिकै दिमाग आउट हुन्छ यार, किन टेकायो त मलाई? तर तपाईँहरूको संस्कृति के अरे त्यो हुन्छ नि पेसेन्स लेभल, त्यो चेक गरे हो क्या तपाईँहरूको। होला उनीहरूले तपाईँलाई फोकटमा त कहिले पनि चेताउँदैन क्या रिहाबमा पनि। तपाईँलाई चेताउनु राखेको हो त तपाईँहरू सुध्रोस् भनेर राखेको हो नि त, होइन र? भोलि गएर तपाईँले ल ठिक छ, भोलि गएर तपाईँहरूले एकचोटि गल्ती गर्नुहुन्छ म मान्छु, छोरा मान्छे हो, हुन्छ गल्ती गर्नुपर्छ, छोरा मान्छे हो, आँट चाहिँ दिनुपर्छ है केटा हो। फेरि आँट चाहिँ हुनुपर्छ, म के गर्छु भन्ने इगो चाहिँ हुनुपर्छ। फेरि नसा खाएरै बित्छु भन्ने जीवन चाहिँ ऊ पटक पटक यसरी आउनुपर्छ। फेरि ऊ त्यो यस्तो हुन्छ ऊ हालत। एकचोटि गल्ती हुन्छ छोरा मान्छेबाट, 2 चोटि हुन्छ, तर सधैँ मजा आउँदैन क्या। परिवारलाई पनि मजा आउँदैन क्या। एकचोटि सुधारको क्रममा हालिदिन्छ, 2 चोटि सुधारको क्रममा हालिदिन्छ। तर घरिघरि त यार कतिचोटि कर गर्ने तपाईँहरूलाई पनि सुध्रिनलाई, होइन र? भोलि गएर मान्छेले औँला नउठाओस् क्या, आफ्नो बाउआमाको, आफ्नो श्रीमतीको, आफ्नो छोरछोरीको शिर तल नहोस् क्या तपाईँहरूको कारणले। हाम्रो एडिक्सनले गर्दाखेरि हामीलाई मात्र प्रब्लम परे होइन क्या, हाम्रो फुल फ्यामिलीलाई प्रब्लम परिरहेछ क्या। त्यहाँ खाइ नखाइ पैसा तिरेछ यार। तपाईँहरूलाई बाहिर के खान्छ थाहा छ? थाहा छैन। तपाईँहरूले त एटलिस्ट राम्रो खाछ भनेर त सोचेको छ नि त। बसेको छ आनन्दले, जस टेन्सन छैन भन्ने त छ नि त उनीहरूलाई। एउटा ठाउँमा छ नि त, हामी त एउटा सेफ हाउस हो कि हाम्रो लागि भनेको। हामी यो नसाको लागि मात्र होइन क्या सेफ हाउस, एउटा फ्यामिली। हामी किन भन्छौँ फ्यामिली? एकअर्काको फिलिङ्सहरू सेयर गर्ने, एकअर्कालाई प्रब्लम पर्दाखेरि हेल्प गर्ने। हामीले त गर्छौँ नि त, यो गर्छौँ नि त, होइन र? हामीले यो एटिट्युड एन्ड बिहेभियर गर्नलाई फर्स्टमा आउँछ डिसिप्लिन है तपाईँहरूको है। मेन कुरा डिसिप्लिन हो, जुन हामीले दैनिकी गरिरहेको हुन्छौँ यहाँ। सिकाएर हुन्छ नि त तपाईँलाई, बिहानै उठ, कति बजे? अहिले 6 बजे उठ, 6 बजे उठ्छ तपाईँहरू होइन। बिहानै उठ्नुहुन्छ, फ्रेसअप गर्नुहुन्छ, त्यसपछि तपाईँहरूको थेरापी हुन्छ कि थेरापी लाइन हुन्छ होइन, योगा हुन्छ क्यारे होइन। योगा भएपछि तपाईँको थेरापी लाइन हुन्छ, थेरापी लाइन पछि थेरापी हुन्छ, थेरापी पछि इनपुट के अरे फ्यामिली मिटिङ हुन्छ, फ्यामिली मिटिङ पछि इनपुट हुन्छ, इनपुट पछि खाना खाने टाइम हुन्छ। टाइमिङ त एउटा छ नि त यार। त्यो पहिला हामी टाइमिङमा चल्थ्यो त, खाना भन्ने बाल थिएन यार, खाओस् नखाओस् मतलब छैन नि यार हामीलाई त। तर एटलिस्ट मलाई त आज भोग लाग्छ भने जतिखेर पनि यार, मलाई के कुरा भोग चाहिँ लाग्छ, लास्ट भोग लाग्छ। किन? म काम गर्छु नि त, म बिहान उठ्छु, मेरो दैनिकी राम्रो छ नि त, भोग टाइममा लाग्छ, निन्द्रा टाइममा लाग्छ। एटलिस्ट मलाई अहिले औँला उठाउनु त कोही छैन नि त। म एउटा घटना भन्छु तपाईँलाई मेरै कुराको होइन। मेरो दिदीको बिहे हुँदा क्या, मेरो दिदीको बिहे हुँदा म एल्कोहोलिक थिएँ त्यति बेला चाहिँ है। म क्रोनिक एल्कोहोलिक थिएँ त्यति बेला चाहिँ। पार्टी दियो यहाँ ससोमा होइन। हाम्रो त बिहेमा के हुन्छ, हामीले भिनाजुलाई बोक्नुपर्ने हुन्छ, तर भिनाजुले मलाई बोक्यो क्या। अब कस्तो चाहिँ खाएको थिएँ होला त मैले, मान्छे अगाडि कस्तो बेइज्जत भयो होला। उनीहरूले त्यो
मलाई कोट्टाउँदैन कहिले पनि यो कुरा, तर मलाई फिल हुन्छ के उनीहरूले भने पनि होइन यो कुरा। मलाई त थाहा नै छैन कि यो कुरा, म सेन्स आउटमा थिएँ के, मलाई थाहा छैन यो कुरा। भोलिपल्ट मलाई मेरै साथीहरूले भने के गरे तैँले हाल त्यस्तो। मेरो बानी पनि त्यस्तै कि बिहान उठ्ने तुरुक उठ्ने होटलतिर जाने होइन। म अनि त्यसपछि एल्कोहल कसरी छोडेँ मैले, मेरो चोइस अफ केमिकल बदलिदियो क्या, म ब्राउनतिर लाग्थेँ क्या। त्यसपछि मैले 6 वर्ष खाएँ त्यो एल्कोहलिक खाएँ, एल्कोहल मैले 15 वर्ष खाएँ, ब्राउन खाएँ मैले 6 वर्ष। मैले त्यत्रो समय त बिगारेन त। मलाई माया गर्ने मेरो बुढी छ, मेरो छोरा छ, मेरो आमबाउ छ यार। कतिको त त्यो पनि हुनुहुन्न, त्यही पनि माया त छ नि त यार। त्यही भएर आफूले आफूलाई पहिला माया गर्न सिक्नु क्या तपाईँहरू पनि। म चाहिँ त्यो भन्छु, किनकि म पनि आफूले आफूलाई माया गरेर यहाँसम्म पुगेको मान्छे हो होइन। भोलि दिन तपाईँहरूलाई पनि यहाँ देख्न पाऊँ कि कस्तो खुसी लाग्छ कि त्यो कुरा क्या। तपाईँहरू पनि म जस्तै हो, म पनि तपाईँहरू जस्तै हो, हामी एकअर्काको ऐना नै हो नि त हो। हामीले प्रोग्राम पढ्छौँ, सबै कुरा प्रोग्राम पनि होइन, आफ्नो डिसिप्लिन हो क्या। फर्स्ट अफ अल चाहिँ आफूले डिसिप्लिनमा राख्नु क्या। कतिजना हुनुहुन्छ होला यहाँ कमेन्ट गर्नुहुन्छ, कतिजनाको एटिट्युड खस्किरहेको हुन्छ होइन। तपाईँहरूले नोटिस नगरे पनि हामीले त गर्छौँ नि त। तर तपाईँहरूलाई त सानो एटिट्युड खस्केर त कसले पनि दुःख त दिएको छैन नि त। त्यो एटिट्युड आफूले कन्ट्रोल गर्नु पऱ्यो क्या तपाईँहरूले। आफूले आफूलाई एकचोटि चिन्नु के, आफूले आफूलाई काउन्सिलिङ दिन सिक्नु के। जस्तै म तपाईँको स्कुटर चलाउँदाखेरि आफूसँगै बोल्छु क्या। म आफूसँग बोलेर हिँड्छु क्या, के गरेर मैले लाइफसँग के गर्दैछु, मैले म कुन बाटो हिँड्दैछु, म आफूलाई बोल्छु क्या। म आफूसँग छैन मेरो अहिले साथीभाइ कोही छैन, थिए पहिला सँगै बस्ने, सँगै खाने, सँगै सुत्ने, सँगै मुत्ने, सँगै हग्ने थिए, कति थिए। भन्छन् नि गीतहरूमा पनि सुन्नुभयो होला, सँगै पढे साथीभाइ मऱ्यो, कहाँ कहाँ पुग्यो। त्यस्तै रहेछ कि लाइफ इज एन इजी के ब्रो। लाइफ इजी छैन कि सोचे जस्तो। हामीले नसा किन गऱ्यो त, लाइफलाई इजी बनाउनलाई गरे हो नि त, दुःख भुलाउनलाई गरे हो नि त। रियालिटी फेस गर्न नसकेर त गरे हो नि, तर रियालिटी त्यस्तो छैन के। तपाईँहरूले बनाउने, सजिलो बनाउने पनि तपाईँहरूले, गाह्रो बनाउने पनि तपाईँहरूले हो क्या। आफूले आफूलाई एकचोटि विचार गर्नु के। सधैँ लाइफ यसरी तपाईँलाई माया गर्ने सधैँ यसरी मान्छे हुँदैन नि। कतिजना हुनुहुन्छ फर्स्टमा सिक्रेटमा कसरी आउनु भएको थियो तपाईँहरू, अहिले हेर्नु त कति राम्रो राम्रो देख्नुहुन्छ सबैजना फ्रेस। घरमा पहिला नुहा भन्दा नुहाइन्थ्यो त, यहाँ त जबरजस्ती नुहाउनुपर्छ हो। यो तपाईँहरूलाई किन गराएको भन्दा तपाईँहरूलाई बानी के, तपाईँहरूको बानी। यो बानी बाहिर गएर नछुटोस्, त्यही बानीले आज म यहाँ छु। म चाहिँ त्यो भन्छु है फेरि, म त्यो दैनिकीले गर्दा आज यहाँ छु। म पनि पहिला आमा सिकमा नुहाउनै नसक्ने, खानै नसक्ने, खाटबाट उठ्नै नसक्ने। म त झन् पाठ पुर्जा दुख्ने है, खाटबाट उठ्दा पनि अय्या अय्या भन्नुपर्ने। अहिले त तपाईँहरूको सामु बोल्न सक्छु यार, यत्तिको कन्फिडेन्ट मलाई नसा छोडेर भएको हो क्या, नसा लिएर होइन क्या। पहिला म सानैदेखि, म चाहिँ खासै सानैदेखि तपाईँको कस्तो थिएँ भन्दाखेरि प्रोग्रामहरूमा पार्टिसिपेट गर्ने होइन। तपाईँको देउसी भैलोहरूमा डान्स सान्स सिकाउँछ, यताउता पार्टिसिपेट गर्थेँ क्या मैले। त्यस्तोमा धरि मलाई अब जस्तै फेस गर्न क्या तपाईँहरूलाई अहिले मैले जसरी फेस गरेको छु नि, त्यसरी फेस गर्न मलाई अल्कोहल चाहिन्थ्यो। स्वाट्ट भट्टी छिने दुई ग्लास हाल्दै चिल, त्यसपछि त्यहाँमा को आउँछ अगाडिमा, जोसुकै मतलब हुन्थेन क्या। अहिले त्यो छैन नि त मेरो। अहिले त एटलिस्ट तपाईँहरूको अगाडि 2 शब्द राख्न सक्छु नि त मैले त यार। हाम्रो यो फ्यामिली मिटिङमा तपाईँहरूलाई अगाडि बोलाएर यो डान्स गर्ने, एक्टिङ गर्ने होइन, गीत गाउने, किन त तपाईँहरूको सेल्फ कन्फिडेन्स बढोस् भनेर हो क्या। यहाँ प्रोग्रामहरू गरिराख्ने किन त, तपाईँहरूको सेल्फ कन्फिडेन्स बढोस् क्या त्यसको। किनकि हामी नसामा मात्र हिँड्ने मान्छे होइन कि, हामी मान्छे हो, कुकुर होइन। हामी कुकुर हो त, कुकुर हो त हामी। तर पहिला त कुकुरै भएर हिँड्ने हो नि त हामी त, हो कि होइन। भौतारिँदै के खोज्दै
बिहानदेखि तपाईँ के हुन्थ्यो बिहान उठ्ने बित्तिकै आज कसरी खाने त ल त पैसा कसरी मिलाउने पैसा कसरी मिलाउने पैसा मिल्यो माल कसरी खोज्ने अब त्यो तनाव वेटिङ बस्नु पऱ्यो त्यस्तै दिमाग खराब पैसा मिलाउन त्यस्तै दिमाग खराब बिहान उठ्न नसके त्यस्तै दिमाग खराब होइन अब एल्कोहोलिकलाई बिहान कति हुन्छ र हान्ने होटेल कति बेला खुल्छ 2 ग्लास हानिदिएपछि अनि ठाउँमा आउँथेँ म भन्ने हुन्छ हुँदैन त यहाँ कतिजना त एल्कोहोलिक हुनुहुन्छ होइन सबै एउटै जेनराको त हुनुहुन्न होइन कोही एल्कोहोलिक हुनुहुन्छ कोही ड्रग युजरहरू हुनुहुन्छ होइन कोही एटिट्युड प्रब्लम मात्र पनि हुनुहुन्छ मैले सबैलाई ड्रग युजर भन्न खोजेँ होइन कोही एटिट्युड प्रब्लम पनि हुनुहुन्छ घमण्डी क्या लास्ट घमण्डी म पनि घमण्डी मान्छे हो कसम खुट्टा तल दबाउन पनि यहीँ सिक्या हो म बुढी पिट्ने मान्छे हो पहिला अहिले त्यही बुढीको खुट्टा ढोक्छु म बाउ आमालाई यस्तो रुवाएर हिँड्ने मान्छे हो कि म यस्तो रुवाएँ कि होइन अहिले मलाई कसम त्यो बुवा आमाको म बिहान अनुहार हेर्दा पनि म भन्न सक्दिनँ होइन आफ्नो बुवा आमासँग अलिकति उसै हुँदो रहेछ तर मेरो मनमा त छ नि त म छोरा हो यार मैले केही गर्नुपर्छ भन्ने त छ नि त तपाईँहरूलाई पनि त्यो होस् के हामी छोरा मान्छे हो यार जिन्दगी यसरी चल्दैन नि यार चल्छ र कतिजना एज पुगेको मान्छेहरू हुनुहुन्छ ठिक छ तपाईँहरूलाई पनि परिवारले केही भनेको छैन केही मागेको छैन तपाईँहरूसँग सिर्फ रक्सी नखाइदिनु भन्छ क्या उहाँहरूले चाहिँ यति गरिदिनु म तपाईँलाई भगवानै मान्छु भन्नुहुन्छ क्या परिवारलाई चाहिए त एउटा सुख शान्ति हो नि त तपाईँहरूले गर्दा हामीले गर्दा होइन घर बारे सब बिग्रिया हुन्छ क्या अहिले मैले भोगेको कुरा है यो चाहिँ किनकि म अहिले फ्रेसमा छु नि त 1.5 वर्ष भयो म क्लिन भएको होइन मैले देख्छु नि त के हो रियालिटी भनेर अहिले मलाई थाहा छ नि त एउटा दुर्व्यसनी घरमा भयो भने घर डामाडोल हुन्छ क्या परिवारले हाम्रो सोच्ने कि आफ्नो सोच्ने कि खर्च कसरी टाल्ने सोच्ने कि के गर्ने छोरा माग्छ 1000 रुपियाँ दिनको 1000 रुपियाँ के खान हो थाहा छैन खाजा खान साथीभाइहरूसँग हिँड्न भन्छ के हो कसो बाउ आमाले बुझाएको छैन तर दिन त दिन्छ नि त यार जेसुकै खाए पनि यार ल नराम्रो काम चाहिँ नगर है पैसा चाहिँ लि खाजा साजा खा टाइममा मलाई पहिला होइन म खाँदाखेरि मलाई मम्मीले चाहिँ मलाई लास्ट माया गर्ने हो बाउले पनि लास्ट माया बाउले चाहिँ हेर्न नसक्ने हो होइन भन्न नसक्ने हो तर बाउले लास्ट मलाई त राजै भएर हुर्कायो कि म पैसाले मात्या मान्छे हो म चाहिँ फेरि सिधा कुरा भन्नुहुन्छ होइन म पैसा लास्ट मात्या मान्छे हो मलाई बाउले राजै बनाएर हुर्कायो हो होइन मम्मीले पनि मलाई राजै बनाएर हुर्कायो होइन त्यति बेला अब म जो एडिक्सनमा हुँदाखेरि मलाई घरबाट फोन आएको हुन्थ्यो क्या कहाँ हो त के गर्दैछस् खाना आइज नि छिटो बाल छैन ऊ अब उता घरमा कति टेन्सन भएर होला आफूलाई मतलब छैन पहिला माल कहाँबाट पाउँछ एक हिट हानेपछि अनि त्यसपछि भोग लाग्छ भन्ने सोच आउँथ्यो कि मेरो चाहिँ दारु खाँदा झन् भोगै नलाग्दिने 1-2 महिनै खाना नखाइदिने त्यो त मलाई मात्र होइन रहेछ नि त मैले मेरोलाई मात्र क्षति पुरा त होइन रहेछ नि त मैले परिवारलाई पनि क्षति पुऱ्याएर रहेछु क्या त्यति बेला चाहिँ कति दुःख दिएर रहेछु त परिवारलाई अहिले त्यो सम्झिँदा होइन मलाई रिग्रेट लाग्छ म सम्झिनु दिमागमा होइन मेरो दिमाग आउट हुन्छ क्या म सोच्न पनि सक्दिनँ म पनि ओभर थिङ्कर हो क्या तपाईँहरू जस्तै हो क्या म पनि ला सोच्दिने सानो कुरा पनि सोच्दिने सानो कुरा पनि नोटिस गरिदिने र अहिले मलाई यस्तो भन्यो तर कुन हिसाबले भन्यो त राम्रो हिसाबले भन्यो कि नराम्रो हिसाबले भन्यो कि होइन जस्तै अहिले मैले तपाईँ भनिरहेको छु अब मैले डाइरेक्ट त भनिदिउँ त तपाईँहरूलाई कस्तो हुन्छ भर्खर त्यो भन्छ अहिले फेरि के भने हेपे है क्या भन्ने हुन्छ क्या हामी दुर्व्यसनीलाई त फेरि सिधै अघि म आउँदै थिएँ बाटोमा होइन अगाडि एउटा गाडी थियो स्कुटर मैले स्पिड गर्न अब उसले मलाई अगाडि जानै दिएन क्या दिमाग सड्किरह्यो मेरो कि एकछिनमै त्यो त मेरो एटिट्युड त्यही खुस्क्यो ओहो होइन है उनीहरू पनि काम होला नि त उसको पनि बिचरा मलाई जानी त गरे होइन होला भनेर म चुप लाएर हिँड्थेँ क्या ओ एटिट्युड भने यस्तो सानो कुरामा पनि खस्किँदो रहेछ भनेर मैले नोटिस गर्छु कि अहिले चाहिँ किनकि त्यो नर्मल कुरा हो पहिला त्यही मलाई यहाँबाट यति साइडबाट बाइक गयो भने रोकेर म पिट्ने मान्छे हो क्या तपाईँहरूले पनि पिट्नुहुन्छ क्या त्यस्तो मान्छे हो क्या हामी भनेको कसैले औँला उठाउनु यसरी उठायो भने पनि पिट्ने मान्छे हामी तर त्यो औँला उसलाई हामीले एउटा औँला उठाएको छ भने 4 वटा औँला त हामीतिर छ नि त पहिला हामी गतिलो छैन त अरूलाई कसरी गतिलो भन्ने के हामी फेरि कस्तो खालको मान्छे भने मान्छेलाई जज गरिदिइहाल्ने
राम्रो होस् नराम्रो होस् थोपडाले यो त यस्तो रहेछ भन्ने खालको मान्छे हामी चाहिँ फेरि सिधा कुरा उसको बानी बेला थाहा होस् नहोस् हामीलाई मतलब छैन यसो थोपडा हेरिन्छ ज्यान कपडा सपडा लगाएको यसो हेरिन्छ यो त यस्तो रहेछ राम्रो कपडा यो त राम्रो रहेछ भन्ने होइन कि उसको बानी बेहोरा हो नि त मेन त उसको सङ्गत कस्तोसँग छ उसले के गर्दैछ लाइफमा हल्लिएर हिँड्दैछ कि 2-4 पैसा कमाएर आफ्नो परिवार पाल्दैछ कि के गर्दैछ त भन्ने कुराहरू आउँछ क्या तपाईँहरूलाई मैले ठिक कुरा गरेँ कि बेठिक कुरा गरेँ जस्तो लाग्यो तपाईँहरूलाई होइन मैले गरेको दुःख त के भने जाँडा खाएर हिँडेको त दुःख होइन क्या त्यो रमाइलो गरेर हिँडेको त्यो त दुःख त अहिले गर्दैछु क्या कसको लागि भन्दा मेरो परिवारको लागि किनकि हिजो परिवारले गर्दा र यो संस्थाले गर्दा म आज यो ठाउँमा छु क्या मलाई परिवारले माया नगरेर हिँड्न हालेँ म यो ठाउँमा आउँदै म कसम मरिसक्थेँ अहिले म त्यस्तो क्रोनिक एडिक्ट थिएँ क्या म मरिसक्थेँ तर आजको दिन म जिउँदैछु र तपाईँहरूलाई मेरो फिलिङ सेयर गर्न पाउँदैछु तपाईँहरू सबैले नसुन्ला तर एकजनालाई मेरो कुराले मनमा लाग्यो भने त्यो मान्छे भोलि राम्रो भयो भने मलाई पनि खुसी लाग्छ क्या किनकि यो मान्छेलाई त मैले पनि एकचोटि काउन्सिलिङ दिएँ है मेरो कुराले गर्दाखेरि उसलाई पर्छ भने उसको कुराले अर्कोलाई पर्छ त्यसरी बन्दै जान्छ क्या सबैलाई पर्छ भन्ने हुँदैन क्या अब अहिले तपाईँहरू यस्तो गर्नुहुन्छ उस्तो गर्नुहुन्छ यो पनि एटिट्युड खुस्क्यायो नि त होइन त सन्तोष हुन्छ लाइफमा त अप्स एन्ड डाउन्स आउँछ दुःख नमान्नु तपाईँहरू पनि होइन ठिक छ त के गर्छु एउटा घमण्ड चाहिँ लिनु क्या मनमा अब चाहिँ म सुध्रेर देखाउँछु है ठिक छ जोसुकै रिसा मतलब भएन क्या तर म सुध्रिन्छु जोसुकै रिसाओस् आफ्नै परिवार रिसाओस् पनि केही फरक पर्दैन तर म सुध्रेछु है भन्ने चाहिँ मनमा राख्नु पऱ्यो क्या साथीभाइले एक सड हान्दैन त भन्दा यो रिसाउँछ कि एक ग्लास खाइदिएन भन्दा यो रिसाउँछ कि साथी हो मिल्नेदेखि सानै अब यत्रो पछि छुट्याएको छु म पनि खाइदिउँ त एक सट के हुन्छ र खाइदिउँ त एक ग्लास के हुन्छ र बिग्रिने यसरी हो क्या त्यही भएर हामीले भन्छौँ नि एबिसी भन्छौँ नि किन भन्छौँ त अभोइड ब्याक सर्कल किन भन्छौँ त त्यही सर्कलले गर्दा आज हामी यो दिन देख्दैछौँ नि होइन त्यही सर्कलमा त फेरि फर्केर जानु भएन के कस्तो भयो हो नि है यो भाइ सुध्रादेखि मलाई खुसी लाग्छ किन मैले लिएर मान्छे हो पनि है खुसी लाग्छ के तपाईँहरूलाई त्यस्तो फिलिङ नहोला होइन यस्तो खुसी लाग्छ अब मलाई उसलाई देखेर यस्तो खुसी लागेछ भने परिवारलाई कति खुसी लाग्ला त्यो सोच्नु त ओ आफूलाई माया गर्नु र परिवार कोही पनि आउँदैन पछि तपाईँहरूलाई परेको बेलामा परिवार हो सुरुमा आउने परिवारलाई कहिले पनि नहराउनु भन्छु क्या म चाहिँ फ्यामिली फर्स्ट किन भन्छौँ हामी यहाँ फ्यामिली किन भन्छौँ अहिले तपाईँहरू फ्यामिली किन भन्छौँ त एकअर्काको ऐना बनेर बस्नु भएको छ एकअर्कालाई हेल्प गरेर बस्नु भएको छ पोस्ट होल्डरहरूले तपाईँलाई सन्चो भएन भने ट्याक्क सुताइदिन्छ कसले के गरेछ त फेलो ब्रदर्सले त गरेछ नि अरू त कसले गरेको छैन हामीलाई म पनि यही ठाउँबाट आएको हो अब ठुलो कुरा गरेर नभन्नु होइन मैले पनि दुःखै गरेर आएको किनकि म घमण्ड गर्छु कि रिकभर इज नट अ जोक के म धेरैचोटि रिल्याप्स हुने मान्छे हो तर मैले आफूलाई काउन्सिलिङ गरेँ कि मैले पनि नभेटाएँ भने केटाहरू भेट्या हो केटाहरू भेटेर साथी आएछ नि त के गर्नु त अब भने केही नगर्ने गएँ म भनेर हिँडिदिने हो क्या त्यस्तो बेलामा केही नगर्ने साथी म त काम चाहिँ हिँडिदिने त्यस्तो गर्ने हो क्या त्यो आफूलाई चाहिँ काउन्सिलिङ गर्न चाहिँ सिक्नु क्या एकचोटि होइन मन मनाइ त हामी त कति बोलिन्छ के सोचिन्छ नि केही नेगेटिभ थट्सहरू आयो भने चाहिँ ठ्याक्कै सोच्ने क्या अब जस्तै मैले तपाईँहरूलाई अहिले के छ तपाईँको हालखबर भन्दाखेरि तपाईँले के भन्छ ठिक छ भन्छ नि होइन त्यो आफूलाई पोजिटिभ एउटा मनमा त के छैन तपाईँहरूको डामाडोल छ मनमा त तर मुखले त हाँसोले त ठिक छ दाइ त भन्नु पऱ्यो नि त ओ यो भनेको आफूलाई काउन्सिलिङ दिए हो क्या ए ठिक छु नि है म हो कहिले पनि आफूलाई नेगेटिभ चाहिँ नसोच्नु है छ्या म त धिक्कारै भएछु म त पुरै भएछु त्यो चाहिँ कहिले पनि नसोच्नु है यो कुरा चाहिँ म तपाईँहरूलाई बिन्ती गर्छु किनकि हाम्रो जीवन अमूल्य छ है यो कुराहरू चाहिँ नोटिस गर्नु है किनकि हो दुर्व्यसनी हो आउँछ सेल्फ पिटी हुन्छ क्या हामीलाई चाहिँ मलाई मात्र जिन्दगीमा यस्तो भयो यार अरूको लागि कति रमाइलो छ यार
छ्या म त लास्टै पत्तुर भएछ, मेरो लाइफ बिग्रियो, म कस्तो मलाई त कसले पनि माया गर्दैन। आउँछ क्या मनमा, सेल्फ पिटी हुन्छ क्या हामीमा चाहिँ। मलाई अहिले पनि छ अलिअलि सेल्फ पिटी, डर लाग्छ कति कुरामा। म त्यही भनेर हिँड्छु, जस्ट फर टुडेमै हिँड्छु क्या म चाहिँ। आज खाँदिनँ भोलिको थाहा छैन, भोलिको टेन्सन लिन थाल्यो भने त आजै टेन्सन भइहाल्यो नि त यार। आज चिलमा हान्ने हो, भोलि के हुन्छ थाहा छैन, हिजो के भएको थियो थाहा छैन, आजको दिन त म छु नि त तपाईँहरूको अगाडि यार। भोलि के हुन्छ थाहा छैन, भोलि पनि विचार गरौँला, बिहान उठेर के छ त आज। प्लान चाहिँ तपाईँहरूले बिहानदेखि बनाउनु पऱ्यो कि, जस्तै अहिले हामीले दैनिकी गर्छ नि, प्लानहरू चाहिँ तपाईँहरूले बिहानैदेखि बनाउनु पऱ्यो के है। यो कुराहरू चाहिँ तपाईँहरू पनि मनमा लिनु नलिनु ठिक छ होइन, तर एउटा बानी चाहिँ सुधारिदिनु। किनकि यहाँ पनि मैले धेरै देख्छु कि एकजनाको कारणले अर्कोले दुःख पाएको पनि छन् क्या, यहाँ धेरै छन्। एउटालाई फस्यो भने अर्कोलाई पनि फसाइदिने खालको पनि छन्, सबै हुन्छ के, एउटै तरिकाको मान्छे हुँदैन सबैजना। तर आफूले आफूलाई त बुझाउन सकिन्छ नि यार, सकिन्न। जस्तै उसले उसलाई बुझाइदियो भने उसले सुन्ला नसुन्ला उसको ठाउँमा छ, तर ऊ त बुझ्छ नि यार। उसले भनेको कुरा उसलाई पनि लाग्छ क्या, जस्तै मैले उसलाई भन्यो भने मलाई पनि लाग्छ यो कुरा। जस्तै मैले तपाईँहरूलाई भनेको छु नि यो कुरा, मलाई पनि अप्लाई हुन्छ कि यो कुरामा। यही हो कि खुसी चाहिँ। तपाईँहरूको मैले अमूल्य समयहरू अलिकति लिँदै, त्यसमा नरिसाउनुहोस् है। तपाईँहरूलाई कस्तो लाग्यो के छ होइन। आज फेरि सेसन अफ रहेछ, मलाई थाहा थिएन, म फेरि कन्फ्युज भएछ। आज असार 15 भनेर मलाई थाहा थिएन है, सेसन अफ हुँदैन होला भनेको थिएँ म चाहिँ। मैले चाहिँ सेकेन्डमा त सधैँ इनपुटै हुन्छ होला नि है, म त्यो क्लास लिन्छु भनेर सोचिरहेको थिएँ मैले चाहिँ। आज फेरि सेसन अफ रहेछ, ठिक छ। अब तपाईँकोहरूको मैले अमूल्य समय लिँदै त्यसको लागि माफी पाउँछु, के अरे माफी माग्छु म है। यति भन्दै म बिदा हुन्छु ल। थ्याङ्क यू फ्यामिली।